नमस्कार तथा हार्दिक स्वागत छ लोकसेवा तयारीको यो विशेष कक्षामा। म हुँ तपाईँको आजको सहजकर्ता। लोकसेवा आयोगको परीक्षामा समसामयिक मामिलाको खण्डले विशेष महत्त्व राख्दछ। यसले तपाईँको सामान्य ज्ञानको परीक्षण मात्र गर्दैन, बरु तपाईँ राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूप्रति कति सजग र जागरुक हुनुहुन्छ भन्ने कुरा पनि जाँच्दछ। आजको यस कक्षामा हामी 2081-82 का लागि अत्यन्तै महत्त्वपूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय, खेलकुद, विज्ञान प्रविधि र अन्य विविध क्षेत्रका नवीनतम घटनाहरूलाई कसरी सरल तरिकाले बुझ्ने र परीक्षाका लागि याद गर्ने भन्ने बारे विस्तृत रूपमा चर्चा गर्नेछौँ। आउनुहोस् आजको यो ज्ञानवर्धक यात्रा सुरु गरौँ। अब हामी नेपालसँग प्रत्यक्ष रूपमा सम्बन्धित केही महत्त्वपूर्ण घटनाक्रम र तथ्याङ्कहरूबाट सुरु गर्छौँ। लोकसेवा परीक्षामा राष्ट्रिय मामिलाबाट प्रश्न सोधिने सम्भावना सधैँ उच्च रहन्छ, त्यसैले यहाँ प्रस्तुत गरिएका हरेक जानकारीलाई ध्यान दिएर सुन्नुहोला। विश्वकै अग्लो स्थानमा सम्भावित ताल काजिनसारा ताल, सिङ्गर ताल। नेपालले चाँडै नै एउटा नयाँ विश्व कीर्तिमान कायम गर्न सक्ने सम्भावना बढेको छ। यसको केन्द्रमा छ काजिनसारा ताल। अवस्थिति: यो ताल मनाङ जिल्लाको चामे गाउँपालिका 4 मा अवस्थित छ। उचाइ र कीर्तिमान: प्रारम्भिक सर्वेक्षण अनुसार यो ताल समुद्र सतहबाट लगभग 5200 मिटरको उचाइमा रहेको अनुमान गरिएको छ। यदि यो उचाइ आधिकारिक रूपमा प्रमाणित भयो भने यसले हाल विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल 4919 मिटरलाई लगभग 300 मिटरले पछि पार्नेछ। स्थानीय नाम: स्थानीयहरूले यस क्षेत्रलाई सिङ्गर खर्क भनेर चिन्ने हुँदा यस ताल नै सिङ्गर तालको नामले पनि चिनिन्छ। विश्व भोकमरी सूचकाङ्क 2025: विश्व भोकमरी सूचकाङ्कले कुनै पनि देशको खाद्य सुरक्षा र पोषणको अवस्थालाई देखाउँछ। सन् 2025 को प्रतिवेदनमा नेपालको स्थिति यस्तो रहेको छ। नेपालको स्थान: सन् 2025 मा नेपाल 72औं स्थानमा रहेको छ। यो सन् 2024 को 68औं स्थानभन्दा 4 स्थानले तल झरेको हो, जुन चिन्ताको विषय छ। जीएचआई अङ्क: नेपालले 14.8 अङ्क प्राप्त गरेको छ। यसले नेपालमा मध्यम स्तरको भोकमरीको स्थिति रहेको देखाउँछ। यद्यपि विगतसँग तुलना गर्दा सुधार पनि देखिन्छ। सन् 2000 मा नेपालको जीएचआई अङ्क 37.1 थियो, जसलाई गम्भीर अवस्था मानिन्थ्यो। बाल पोषणको अवस्था: पुड्क्यापना, स्टन्टिङ: 26% बालबालिका उमेर अनुसारको उचाइ नभएका, यसले दीर्घकालीन कुपोषणको सङ्केत गर्छ। ख्याउटेपना, वेस्टिङ: 7% बालबालिका उचाइ अनुसारको तौल नभएका। बाल मृत्युदर: 2.6%। कृषि तथा प्रशासनिक निर्णयहरू: हालसालै भएका कृषि र प्रशासनको क्षेत्रमा भएका 2 महत्त्वपूर्ण निर्णय र तथ्याङ्कहरूलाई हेरौँ। कृषि गणना 2078: राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कोशी प्रदेश हो। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी कृषकहरू झापा जिल्लामा रहेका छन्। हुलाक टिकट व्यवस्था: सरकारले एउटा महत्त्वपूर्ण प्रशासनिक सुधार गरेको छ। अबदेखि कानुनले अनिवार्य गरेको बाहेक अन्य सामान्य कागजातहरूमा हुलाक टिकट टास्नुपर्ने व्यवस्था हटाइएको छ। यो निर्णय विक्रम सम्वत 2082 मङ्सिर 29 गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। यसले सर्वसाधारणलाई अनावश्यक झन्झट र खर्चबाट मुक्ति दिनेछ र प्रशासनिक काम कारबाहीलाई थप छरितो बनाउने लक्ष्य राखेको छ। जलवायु वित्त क्लाइमेट फाइनान्स सम्झौता: जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वित्तीय स्रोत जुटाउनु एउटा प्रमुख चुनौती हो। यसै सन्दर्भमा नेपालले एउटा महत्त्वपूर्ण कदम चालेको छ। संयोगवश हुलाक टिकट सम्बन्धी निर्णय लागू हुने भनिएकै मिति अर्थात् विक्रम सम्वत 2082 मङ्सिर 29 गते नै नेपालले जलवायु वित्तको क्षेत्रमा पनि एक महत्त्वपूर्ण सम्झौता गरेको छ। नेपाल राष्ट्र ब्याङ्क र अन्तर्राष्ट्रिय वित्त निगम बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौताको मुख्य उद्देश्य नेपालमा जलवायु अनुकूलन तथा न्यूनीकरणका प्रयोजनाहरूका लागि वित्तीय स्रोत परिचालन गर्न सहयोग पुर्याउनु हो। यी थिए राष्ट्रिय सन्दर्भका केही महत्त्वपूर्ण अपडेटहरू। अब लागौँ अन्तर्राष्ट्रिय खेलकुदको मैदानतर्फ। अन्तर्राष्ट्रिय खेलकुद अपडेट 2025: लोकसेवा परीक्षामा खेलकुदसँग सम्बन्धित प्रश्नहरू बारम्बार सोधिने गरिन्छ। यसले उम्मेदवारको वैश्विक घटनाप्रतिको अभिरुचिलाई पनि दर्शाउँछ। आउनुहोस् सन् 2025 का केही प्रमुख खेलकुद प्रतियोगिताका नतिजाहरू हेरौँ। द बेस्ट फिफा अवार्ड 2025: विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कारहरूमध्ये एक द बेस्ट फिफा अवार्ड 2025 का विजेताहरू यस प्रकार छन्। उत्कृष्ट पुरुष खेलाडी ओसमान डेम्बेले, फ्रान्स, PSG। उत्कृष्ट महिला खेलाडी आइताना बोनामटी, स्पेन, बार्सेलोना। विशेष जानकारी: आइताना बोनामटीले यो अवार्ड ऐतिहासिक रूपमा लगातार तेस्रो पटक जितेकी हुन्।
उत्कृष्ट पुरुष प्रशिक्षक लुइस एन्रिके, उत्कृष्ट महिला प्रशिक्षक सरिना विगम्यान, उत्कृष्ट पुरुष गोलरक्षक डोनारुम्मा, उत्कृष्ट महिला गोलरक्षक हन्ना ह्याम्पटन। अन्य प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू। अब केही अन्य महत्त्वपूर्ण प्रतियोगिताका नतिजाहरूलाई हेरौँ। फीफा अरब कप 2025 विजेता मोरक्को दोस्रो पटक, उपविजेता जोर्डन, फाइनलमा 3-2 पराजित। आयोजक कतार, सहभागी राष्ट्र 16। एसीसी U19 एशिया कप विजेता पाकिस्तान, उपविजेता भारत, प्लेयर अफ द टुर्नामेन्ट समीर मिन्हास पाकिस्तान। साफ महिला क्लब च्याम्पियनशिप विजेता इस्ट बेङ्गल क्लब भारत, उपविजेता सशस्त्र प्रहरी बल क्लब नेपाल, फाइनलमा 3-0 पराजित। सहभागी टोली 5, नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट। पुरस्कार राशि प्रथमलाई $10,000 र द्वितीयलाई $5,000। खेलकुदको मैदानबाट अब हामी विज्ञान, प्रविधि र अर्थतन्त्रको रोचक संसारतिर प्रवेश गरौँ, जहाँ हरेक दिन नयाँ कीर्तिमानहरू बनिरहेका छन्। विज्ञान, प्रविधि र अर्थतन्त्रका नवीनतम कीर्तिमानहरू। विज्ञान, प्रविधि र अर्थतन्त्रका क्षेत्रमा भएका नवीनतम विकासहरूले हाम्रो विश्वलाई निरन्तर आकार दिइरहेका छन्। यी विषयहरू आधुनिक विश्वको बुझाइका लागि मात्र नभई लोकसेवा परीक्षाका लागि पनि उत्तिकै महत्त्वपूर्ण छन्। एलन मस्कको नयाँ कीर्तिमान। टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कले आर्थिक क्षेत्रमा एउटा अकल्पनीय कीर्तिमान बनाएका छन्। उनी 600 अर्ब अमेरिकी डलर भन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन्। फोर्ब्स म्यागजिनका अनुसार यसभन्दा अघि कुनै पनि व्यक्तिले 500 अर्बको आँकडा समेत पार गर्न सकेका थिएनन्। विश्वकै सस्तो ह्युमनोइड रोबोट बुमी। रोबोटिक्सको दुनियाँमा चीनले एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। चीनले विश्वकै सबैभन्दा सस्तो मानवाकार रोबोट ह्युमनोइड रोबोट बुमी सार्वजनिक गरेको छ। यसको मूल्य लगभग $1400 मात्र रहेको छ, जसले यसलाई धेरैको पहुँचमा पुर्याएको छ। यो रोबोट विशेष गरी शिक्षा क्षेत्र र कृत्रिम बौद्धिकता AI सिकाउनका लागि डिजाइन गरिएको छ। सुपरम्यासिभ ब्ल्याक होलको विस्फोट। ब्रह्माण्डको एउटा दुर्लभ र विशाल घटना पहिलो पटक अवलोकन गरिएको छ। वैज्ञानिकहरूले सूर्यभन्दा 30 करोड गुणा ठूलो सुपरम्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट अवलोकन गरेका छन्। यस विस्फोटको क्रममा ब्ल्याक होलबाट पदार्थ प्रति सेकेन्ड 60,000 किलोमिटरको तीव्र गतिमा बाहिर निस्किएको थियो। ब्ल्याक होल भनेको के हो? यो यस्तो खगोलीय वस्तु हो जसको गुरुत्वाकर्षण शक्ति यति शक्तिशाली हुन्छ कि त्यहाँबाट प्रकाश समेत बाहिर निस्कन सक्दैन। विज्ञान र अर्थतन्त्रका यी रोमाञ्चक जानकारीपछि अब विश्वका केही महत्त्वपूर्ण नीतिगत निर्णय र दिवसहरूबारे चर्चा गरौँ। विश्वका नीति, निर्णय र दिवसहरू। वैश्विक नीतिहरू र अन्तर्राष्ट्रिय दिवसहरूले वैश्विक मान्यता र साझा प्राथमिकताहरूलाई प्रतिबिम्बित गर्छन्। यी विषयहरू लोकसेवा परीक्षाका लागि सोधिन सक्ने पैश्वेत प्रश्नहरू हुन्। अस्ट्रेलियामा सामाजिक सञ्जालमा प्रतिबन्ध। बालबालिकामा सामाजिक सञ्जालको नकारात्मक असरलाई लिएर अस्ट्रेलिया सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। यो नयाँ कानुन सन् 2025 डिसेम्बर 10 देखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। महत्त्वपूर्ण विश्व दिवसहरू 2025। सन् 2025 मा मनाइएका 2 महत्त्वपूर्ण दिवस र तिनका नाराहरू यस प्रकार छन्। विश्व ध्यान दिवस डिसेम्बर 21। अन्तर्राष्ट्रिय नारा इनर पीस, आउटर पीस, वर्ल्ड पीस, अर्थात् आन्तरिक शान्ति, बाह्य शान्ति, विश्व शान्ति। नेपाली आदर्श वाक्य विश्व शान्ति र सद्भावका लागि ध्यान। मानव अधिकार दिवस डिसेम्बर 10। नारा ह्युमन राइट्स आर एस्पिरेशन्स, अर्थात् मानव अधिकार हाम्रा आकांक्षा। ऐतिहासिक सन्दर्भ यो दिवस सन् 1948 मा जारी भएको मानव अधिकारको वैश्विक घोषणापत्रको सम्झनामा हरेक वर्ष मनाइन्छ। आजको कक्षामा हामीले लोकसेवा परीक्षाका लागि महत्त्वपूर्ण विभिन्न विषयमा छलफल गर्यौं। हामीले मनाङको सम्भावित विश्व कीर्तिमानधारी काजिन सारा ताल, विश्व भोकमरी सूचकाङ्कमा नेपालको स्थिति, फिफा अवार्डका विजेताहरू, एलन मस्कको आर्थिक कीर्तिमान र ब्रह्माण्डमा भएको सुपरम्यासिभ ब्ल्याक होल विस्फोट जस्ता रोचक विषयमा जानकारी हासिल गर्यौं। तपाईहरूको तयारीको यो यात्रामा कहिलेकाहीँ निराशा आउन सक्छ, तर याद राख्नुहोला, हरेक चुनौतीसँगै अवसर पनि लुकेको हुन्छ। यसै सन्दर्भमा म तपाईहरूलाई हेलेन केलरको एउटा प्रेरणादायी भनाइ सुनाउन चाहन्छु। हुन त दुनियाँ दुःखले भरिएको छ, तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ। अन्त्यमा एउटा अतिरिक्त प्राविधिक जानकारी, VoIP भोइस ओभर इन्टरनेट प्रोटोकल भनेको के हो? यो एउटा यस्तो प्रविधि हो जसले हाम्रो टेलिफोन कललाई परम्परागत फोन लाइनको सट्टा इन्टरनेटको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछ। आजको कक्षामा सक्रिय सहभागिताका लागि तपाईहरू सबैलाई हार्दिक धन्यवाद।
तपाईँहरूको लोकसेवा तयारी सफल रहोस्। शुभकामना।